है हामी चाहिँ यहाँ आम्बासको बाटो ओह्रालो झर्दैछौँ। आज मौसम पानी परेको कारणले एकदम शीतल अनि चिसो भइरहेको छ। त्यो घुम्न मजा आइरहेछ। हामी चाहिँ एउटा बाइकमा ट्रिपल लोड घुम्दैछौँ। घरहरू पनि यहाँ मस्त पक्की छ। यो हल्का टाढा साडा बाइक छ भने यहाँ आउन सक्नुहुन्छ सबैजना। यति भन्दै यो गाउँको नाम चाहिँ आम्बास हो। यति भन्दै चाहन्छु। ल अब हामी चाहिँ आम्बासबाट झरेर संसारकोट संसारकोट होइन के अरे सिमसारमा जाँदैछौँ हामी। ल है हामी चाहिँ सिमसार एन्टर भइसकेको छौँ। ल है एउटा होला आज चाहिँ हाम्रो यस्तो घुम्ने प्लान अनएक्सपेक्टेड प्लान। खास हामी आजको दिन यो ल है आजको दिन यो घुम्नुपर्छ भनेको थिएन हामी। सिधै पानी पऱ्यो शीतल भयो मौसम हिँड्दैन। ल यो चाहिँ हाम्रो सिमसार भन्ने ठाउँ हो। यहाँ चाहिँ एकदम घुम्न मान्छेहरू आउँछन्। ल हामी चाहिँ यहाँ अब सिमसारको भाइरल फोटो खिच्ने ठाउँमा हामी जाँदैछौँ। र यहाँ चाहिँ पुल थियो एकदम चिटिक्क परेको पुल थियो। भूकम्पले हो कि हावाले हो कि खै केले हो जस्तै भएछ। अब चाहिँ हामी यो पुल तरेर जानुपर्ने हुन्छ। ल मिठो लगेर होला। यो भनेको अन्डरग्राउन्ड पुल हो क्या। पानीभित्रको पुल हो क्या अन्डरग्राउन्ड। एकदम माहौल एकदम राम्रो छ यहाँको। यो चाहिँ एकदम भाइरल हो। यहाँ टिकटक गरे पनि भाइरल हुन्छ अरे होइन। टिकटक गरे नि यहाँ भाइरल जान्छ अरे भिडियो। त्यही सुनेको हो। ए झन्डा नै हटेछ। ल हाम्रो पिकेटनको नि एके ओन्ली करण एक चॉकलेटी बॉय एके करण ये वेनिला हो गया। सारा नहीं वाला पड़ी ना क्या है क्या भाई।